हामी अहिले दाङ जिल्लामा छौँ। दाङ जिल्लाको बसन्तपुर भन्ने ठाउँमा हामीहरू छौँ अनि यस ठाउँमा हामीहरू पिकनिकको लागि आएका छौँ। यहाँ हेर्न सक्नुहुन्छ धेरै मानिसहरू यहाँ के खानेकुराहरू पकाउँदै हुनुहुन्छ। धेरैजना हुनुहुन्छ यतातिर। भाँडाहरू पकाउनुहुन्छ। यतातिर के पाकिरहेछ, यस्तो भइरहेछ। टोपरी त्यसमा भात हो, त्यो भात हो कि पुलाउ हो? ए पुलाउ रहेछ है। ए त्यो त भात हो। कति राम्रोसँग चलाइराख्नु भएको छ। चलाउने अलिकति उ भएछ है, यसको लागि पनि होला। त्यही भएर अलिकति पिकनिकको लागि सबैजना पिकनिकको लागि आउनु भएको छ। त कति धेरैजना हुनुहुन्छ स्विमिङ गर्ने, त्यसपछि पिकनिक मनाउने। बसन्ती हुनुहुँदो रहेछ यहाँ। अनि त्यसपछि काँक्रा, यो भिजिराख्नु भएको छ। लसुन र अदुवा अनि खुर्सानी त पिरो होला जस्तो छ त है। यो सलादको लागि गाजर, अनि त्यसपछि गाजर अनि काँक्रा, यो त राम्रो रहेछ है। ठिक छ। ए कति राम्रो यहाँ पकाउँदै हुनुहुन्छ तपाईँले त। भिन्डी, यसमा के पकाउँदै हुनुहुन्छ? ए मुर्गा, राप्ती नदी। रोस्ट होइन, रोस्ट यस्तो छ। आज रोस्ट अनि भिन्डीहरू छ यहाँ। क्याप्सिकम तरकारीहरू रहेछ। ए टपरी कति राम्रो टपरी। आफै बनाउनु भयो कि किनेर ल्याउनु भएको यो टपरी? ए आफै बनाउनु भयो? ए ल। कति राम्रो छाया छ आज है। घाम भएको भए त गर्मी हुन्थ्यो। ल सबैजना खानको लागि कुरिराख्नु भएको छ। यता पनि ए कति राम्रो छ हो कौवाहरू, कति धेरै कौवाहरू हो।
कस्तो छ मिठो छ ए खै त दाल छैन झोल मिठो छ कि छैन मिठो छ ए यहाँ रहेछ नि त ग्रुप त ओहो ग्रुप यहाँ रहेछ कस्तो छ मिठो छ कि छैन भयो यति मिठो छ होइन धुवाले अनि किन यहाँ बसेको त बस्नुपर्छ त आँखै खोलेर ओहो